दाङको घोराई उपमहानगरपालिकामा एउटा त्यस्तो मन्दिर छ जहाँ धार्मिक महत्त्वका लागि मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि विशेष छ। पौराणिक कथा अनुसार महाभारतका पाण्डवहरूले यहाँ शिवको आराधना गरेका थिए र समुद्र सतहदेखि 633 मिटर उचाइमा रहेको यो मन्दिरमा त्रिशूल सबैभन्दा अग्लो र 108 वटा शिवलिङ्ग जस्ता पवित्र प्रतीकहरू छन्। विशेष गरी प्रत्येक वर्ष यहाँ विभिन्न शिव मेला, आदिवासी तथा हिन्दू पर्वहरूमा हजारौं मानिसहरूको भिड लाग्ने गर्दछ। यहाँको एक प्रमुख आकर्षण साँचको वृक्ष हो, जसलाई स्थानीयले पवित्र मान्छन्। यो वृक्षको बीचमा शिवको प्रतीकात्मक रूप रहेको विश्वास गरिन्छ। श्रद्धालुहरू यसलाई मन, शरीर र आत्माको शुद्धिकरणका लागि आराधना गर्छन्। यो स्थलले आस्था, संस्कृति र इतिहासको अनौठो सङ्गम प्रस्तुत गर्छ, जहाँ साँचको वृक्ष पनि आस्था र शान्तिको प्रतीक बनेर विद्यमान छ। समग्रमा भन्नुपर्दा धारपानी मन्दिर आस्था, संस्कृति र इतिहासको एक अद्भुत सङ्गम हो, जहाँ पुगेपछि आत्मिक शान्ति, धार्मिक अनुभूति प्राप्त गर्न सकिन्छ। समग्रमा भन्नुपर्दा धारपानी मन्दिर आस्था, संस्कृति र इतिहासको एक अद्भुत सङ्गम हो, जहाँ पुगेपछि आत्मिक शान्ति, धार्मिक अनुभूति प्राप्त गर्न सकिन्छ।